स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानल लोकसेवा गुरुमा। शिक्षक अध्यापन अनुमति पत्रको तयारी गरेर बस्नुभएका सम्पूर्ण शिक्षक मित्रहरूका लागि हामीले अति नै महत्त्वपूर्ण 50 प्रश्न उत्तर लिएर उपस्थित भइसकेका छौं। सुरु गरौँ आजको विषयवस्तुतर्फ। प्रश्न नम्बर 1। अनलाइन शिक्षामा सहयोग गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको पोर्टलको नाम के हो? यसको उत्तर रहेको छ सिकाइ चौतारी। प्रश्न नम्बर 2। विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका 2077 ले स्रोत साधनमा विद्यार्थीको पहुँचको आधारमा विद्यार्थीलाई कति समूहमा विभाजन गरेको छ? यसको सही उत्तर रहेको छ 5 समूह। विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका 2077 ले स्रोत साधनमा विद्यार्थीको पहुँचको आधारमा विद्यार्थीलाई 5 समूहमा विभाजन गरेको छ। प्रश्न नम्बर 3। अनलाइन विद्युतीय सामग्रीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कुन पोर्टलमा राखिएको छ? अनलाइन विद्युतीय सामग्रीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टलमा राखिएको छ। प्रश्न नम्बर 4। पाठ्यक्रम विकास केन्द्रले राखेका अनलाइन सामग्रीहरू कहाँबाट हेर्न सकिन्छ? यसको सही उत्तर रहेको छ ई-पुस्तकालय। पाठ्यक्रम विकास केन्द्रले राखेका अनलाइन सामग्रीहरू ई-पुस्तकालयबाट हेर्न सकिन्छ। नम्बर 5। पाठ्यक्रम विकास केन्द्रको वेबसाइट कुन हो? यो रहेको छ www.moecdc.gov.np। प्रश्न नम्बर 6। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट कुन हो? प्रश्न पुनः एकपटक। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.chrd.gov.np हो। प्रश्न नम्बर 7। हाल कक्षा 1 देखि 8 का विषयगत श्रव्य दृश्य पाठहरू नेपाल टेलिभिजनको कुन च्यानलबाट प्रसारण भइरहेका छन्? यो रहेको छ एनटिभी प्लस बाट। प्रश्न नम्बर 8। हाल कक्षा 1 देखि 10 सम्मका विषयगत श्रव्य दृश्य पाठहरू विभिन्न टेलिभिजन, डिश होम, नेट टिभी, मैक्स टिभी, मेरो टिभी, क्लियर टिभी को कुन च्यानलबाट प्रसारण भइरहेका छन्? यसको सही उत्तर रहेको छ विद्यालय शिक्षाबाट। प्रश्न नम्बर 9। हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको युट्युब च्यानलमा कक्षा 1 देखि 10 सम्मका कतिवटा विषयगत श्रव्य दृश्य पाठहरू समावेश गरिएको छ? यो रहेको छ 1600 भन्दा बढी। प्रश्न पुनः एकपटक। हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको युट्युब च्यानलमा कक्षा 1 देखि 10 सम्मका 1600 भन्दा बढी विषयहरूमा श्रव्य दृश्यहरू
श्रव्य दृश्य पाठहरू समावेश गरिएको छ। प्रश्न नम्बर 10 विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका सर्वप्रथम कहिले जारी गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2069। प्रश्न नम्बर 11 भर्चुअल सिकाइका लागि आवश्यक पर्ने श्रव्य दृश्य सामग्रीहरू कुन कुन हुन्? भर्चुअल सिकाइका लागि आवश्यक पर्ने श्रव्य दृश्य सामग्रीहरू कम्प्युटर, मोबाइल, टिभी, ल्यापटप, युट्युब हुन्। प्रश्न नम्बर 12 द स्टडी मेटेरियल्स which are published in digital format is called ... यो हो डिजिटल लर्निङ मेटेरियल्स। प्रश्न नम्बर 13 आईसीटी को प्रयोगको आधारमा कक्षा कोठामा प्रयोग गरिने हस्तलिपि सामग्रीहरू पत्रपत्रिका आदिलाई कुन सामग्रीको रूपमा हेरिन्छ? यो रहेको छ अफलाइन सामग्रीहरू। प्रश्न पूर्ण एकपटक आईसीटी को प्रयोगको आधारमा कक्षा कोठामा प्रयोग गरिने हस्तलिपि सामग्रीहरू पत्रपत्रिका आदिलाई अफलाइन सामग्रीको रूपमा हेरिन्छ। अनलाइनमा आधारित सामग्रीलाई कस्ता सामग्री भनिन्छ? यो रहेको छ अनलाइनमा आधारित सामग्री। प्रश्न नम्बर 15 ई टेक्स्ट बुक्स, ई वर्कबुक्स, ई टेस्ट आर एक्जाम्पल अफ डिजिटल लर्निङ मेटेरियल। ई टेक्स्ट बुक्स, ई वर्कबुक्स, ई टेस्ट डिजिटल लर्निङ मेटेरियल्सका सामग्रीहरू हुन्। प्रश्न नम्बर 16 रेडियो एफएम आदिलाई कुन प्रकारको शैक्षिक सामग्रीको रूपमा लिइन्छ? यो रहेको छ श्रव्य सामग्री। रेडियो एफएमबाट सुनेर हामीले ज्ञान लिने हुँदा यसलाई श्रव्य सामग्री भनिन्छ। प्रश्न नम्बर 17 हेरेर एवं देखेर सिकाइ सिक्न सहयोग पुर्याउने शैक्षिक सामग्रीलाई कस्तो सामग्री भनिन्छ? हेरेर एवं देखेर सिकाइ सिक्न सहयोग पुर्याउने शैक्षिक सामग्रीलाई दृश्य सामग्री भनिन्छ। प्रश्न नम्बर 18 एकैसाथ सुन्न र देख्न सकिने खालका शैक्षिक सामग्री कस्ता प्रकारका शैक्षिक सामग्री हुन्? यो रहेको छ श्रव्य दृश्य सामग्रीहरू। 19 ग्रामोफोन कस्तो प्रकारको शैक्षिक सामग्री हो? ग्रामोफोन कस्तो प्रकारको शैक्षिक सामग्री हो? यो रहेको छ श्रव्य सामग्री। प्रश्न नम्बर 20 टेलिफोन, अडियो टेप, रेडियोलाई कुन प्रकारको सामग्रीको रूपमा लिइन्छ? यसलाई श्रव्य सामग्रीको रूपमा लिइन्छ। प्रश्न नम्बर 21 भर्चुअल सिकाइमा कुन माध्यमबाट शिक्षण गराइन्छ? यो रहेको छ अनलाइन। भर्चुअल सिकाइमा अनलाइन माध्यमबाट शिक्षण गरिन्छ। अफिस सफ्टवेयर सम्बन्धी महत्त्वपूर्ण प्रश्न उत्तरहरू। प्रश्न नम्बर 22 विद्यालयमा चिठी पत्र टाइप गर्न कुन सफ्टवेयरको प्रयोग गरिन्छ? यसको सही उत्तर रहेको छ एमएस वर्ड। प्रश्न नम्बर 23 विद्यालयमा विद्यार्थीहरूको मार्कसिट तयार गर्न प्रयोग हुने सफ्टवेयर कुन हो? यसको उत्तर रहेको छ एमएस एक्सेल। प्रश्न नम्बर 24 विद्यार्थीहरूले नतिजालाई सजिलैसँग वृत्तचित्र, स्तम्भचित्र आदिको रूपमा देखाई विद्यार्थी मूल्याङ्कनको विश्लेषण गर्न कुन सफ्टवेयरको प्रयोग गरिन्छ? यसको उत्तर रहेको छ एसपीएसएस। प्रश्न पूर्ण एकपटक विद्यार्थीहरूले नतिजालाई सजिलैसँग वृत्तचित्र, स्तम्भचित्र आदिको रूपमा देखाई विद्यार्थी मूल्याङ्कनको विश्लेषण गर्न एसपीएसएस सफ्टवेयरको प्रयोग गरिन्छ। प्रश्न नम्बर 25 विद्यार्थीहरूले वा शिक्षकले तयार पारेको स्लाइडलाई प्रेजेन्टेसन गर्न
प्रयोग गरिने सफ्टवेयर कुन हो? प्रश्न पुनः एकपटक। विद्यार्थीहरूले वा शिक्षकहरूले तयार पारेको स्लाइडलाई प्रेजेन्टेसन गर्न प्रयोग गरिने सफ्टवेयर MS पावरपोइन्ट हो। प्रश्न नम्बर 26। स्प्रेडसिट सफ्टवेयरको अर्को नाम के हो? यो रहेको छ MS एक्सेल। प्रश्न नम्बर 27। विद्यालयमा सामान्य खालका हिसाबहरू गर्नका लागि कुन सफ्टवेयरको प्रयोग गरिन्छ? यसको उत्तर रहेको छ MS एक्सेल। प्रश्न नम्बर 28। विद्यार्थीहरूको टाइपिङ सिपमा सुधार गर्न सहयोग पुर्याउने एप्लिकेसन कुन हो? यो रहेको छ टाइपिङ ट्युटर सफ्टवेयर। प्रश्न नम्बर 29। Which application is used for grade school students and with their parents helping hand and master spelling words? यो रहेको छ स्पेलिङ ट्युटर। प्रश्न नम्बर 30। चिठी लेखन टिप्पणी तयार पार्न सबैभन्दा उपयोगी अफिस प्याकेज कुन हो? यो रहेको छ माइक्रोसफ्ट वर्ड। प्रश्न नम्बर 31। कुन प्रकारको अफिस प्याकेजलाई स्प्रेडसिट प्रोग्राम पनि भनिन्छ? यसको सही उत्तर रहेको छ माइक्रोसफ्ट एक्सेल। स्प्रेडसिट प्रोग्रामलाई माइक्रोसफ्ट एक्सेल पनि भनिन्छ। प्रश्न नम्बर 32। कुन प्रकारको अफिस प्याकेजको प्रयोगमा मल्टिमिडियाको प्रयोग गरी शिक्षण गर्न सकिन्छ? यो हो MS पावरपोइन्ट। प्रश्न नम्बर 33। कम्प्युटरको नेपाली नाम के हो? यसको सही उत्तर रहेको छ सुसाङ्खे। कम्प्युटरलाई नेपालीमा सुसाङ्खे भनिन्छ। प्रश्न नम्बर 34। कम्प्युटर शब्द कुन भाषाबाट आएको हो? यो रहेको छ ल्याटिन भाषा। प्रश्न नम्बर 35। नेपालको सन्दर्भमा सरकारी स्तरमा कहिलेदेखि कम्प्युटरको प्रयोग भएको पाइन्छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2028 सालको जनगणनादेखि। नेपालमा 2028 सालको जनगणना गर्नको लागि कम्प्युटरको प्रयोग भएको थियो। प्रश्न नम्बर 36। नेपालमा सर्वप्रथम 2028 सालमा प्रयोग गरिएको कम्प्युटर कुन मोडलको थियो? यो रहेको छ IBM 1401। नेपालमा सर्वप्रथम 2028 सालमा कम्प्युटरको प्रयोग भएको थियो। प्रश्न नम्बर 37। नेपालमा सर्वप्रथम 2028 सालमा के को प्रयोगको लागि कम्प्युटर ल्याइएको थियो? यो रहेको छ जनगणना गर्न। प्रश्न नम्बर 38। आर्टिफिसियल इन्टेलिजेन्सलाई कुन जेनेरेसनको कम्प्युटरको उदाहरणको रूपमा लिन सकिन्छ? आर्टिफिसियल इन्टेलिजेन्सलाई कुन जेनेरेसनको कम्प्युटरको रूपमा चिनिन्छ भन्दाखेरि 5th जेनेरेसन। नम्बर 39। कम्प्युटरको फर्स्ट जेनेरेसनको समयावधि कति हो? यसको सही उत्तर रहेको छ सन् 1940 देखि सन् 1956 सम्म। कम्प्युटरको फर्स्ट जेनेरेसनको समयावधि भनेको सन् 1940 देखि सन् 1956 सम्मको रहेको थियो। प्रश्न नम्बर 40। आकारको आधारमा कम्प्युटरलाई कति प्रकारमा बाँडिएको छ? आकार अथवा साइजको आधारमा कम्प्युटरलाई 4 भागमा बाँडिएको छ। एउटा सुपर, मेनफ्रेम, मिनी, माइक्रो। नम्बर 41। सुपर कम्प्युटर, मेनफ्रेम कम्प्युटर, मिनी कम्प्युटर, माइक्रो कम्प्युटर मध्ये सबैभन्दा महँगो कम्प्युटर कुन हो? यो रहेको छ सुपर कम्प्युटर।
प्रश्न नम्बर 42 ब्रान्डको आधारमा कम्प्युटर कति प्रकारका हुन्छन्? यो रहेको छ 3 प्रकारका। एउटा IBM PC, अर्को रहेको छ IBM क्यापेटिबल्स, अर्को रहेको छ एप्पल अथवा म्याकिन्टोस। प्रश्न नम्बर 43 मोडलको आधारमा कम्प्युटरलाई कति प्रकारमा विभाजन गरेको पाइन्छ? मोडलको आधारमा 3 भागमा XT, AT र PS। प्रश्न नम्बर 44 इमेलको पूरा रूप के हो? इमेलको पूरा रूप इलेक्ट्रोनिक मेल हो। प्रश्न नम्बर 45 विद्युतीय सूचनाहरू एक व्यक्तिको आइडीबाट अर्को व्यक्तिको आइडीमा कागजात संलग्न गरी पठाउन कुन विद्युतीय तरिका उपयुक्त हुन्छ? यो रहेको छ इमेल। विद्युतीय सूचनाहरू एक व्यक्तिको आइडीबाट अर्को व्यक्तिको आइडीमा कागजात सङ्कलन गरी अथवा कागजातहरू अट्याच गरी पठाउन सजिलो हुने भनेको इमेलमा हो। प्रश्न नम्बर 46 सर्वप्रथम विश्वमा इन्टरनेटको प्रयोग कुन देशबाट भएको हो? यसको सही उत्तर रहेको छ अमेरिकाबाट। विश्वमा इन्टरनेटको प्रयोग सर्वप्रथम अमेरिकाबाट भएको हो। प्रश्न नम्बर 47 www को पूरा रूप के हो? www को पूरा रूप वर्ल्ड वाइड वेब रहेको छ। प्रश्न नम्बर 48 कम्प्युटर वा कम्प्युटर नेटवर्कको प्रयोग गरी गरिने अपराधलाई कुन अपराधको रूपमा चिनिन्छ? यो रहेको छ साइबर अपराध। प्रश्न पूर्ण एकपटक कम्प्युटर वा कम्प्युटर नेटवर्कको प्रयोग गरी गरिने अपराधलाई साइबर अपराध भनिन्छ। प्रश्न नम्बर 49 साइबर अपराधलाई कुन ऐनले नियमन गरेको छ? साइबर अपराधलाई कुन ऐनले नियमन गरेको छ? यो रहेको छ विद्युतीय कारोबार ऐन 2063 ले। प्रश्न नम्बर 50 विद्युतीय कारोबार ऐन 2063 अनुसार कुनै व्यक्तिले झुट्टा बेहोराको सूचना दिएमा उसलाई कस्तो सजाय हुने व्यवस्था छ? यसको सही उत्तर रहेको छ 1 लाख रुपैयाँसम्म जरिवाना र 2 वर्षसम्म कैद वा दुवै सजाय। नम्बर 51 विद्युतीय कारोबार ऐन 2063 बमोजिम कुनै कसुर गर्न कसैलाई दुरुत्साहन गर्ने वा उकास्ने व्यक्तिलाई कति सजाय हुन्छ? यो रहेको छ कसुरको मात्रा हेरी 50,000 रुपैयाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय। अब तथ्याङ्क शास्त्र सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू रहेका छन्। प्रश्न नम्बर 52 तथ्याङ्क शास्त्र शब्द ल्याटिन भाषाको कुन शब्दबाट आएको हो? यो रहेको छ स्टाटस। प्रश्न नम्बर 53 ल्याटिन भाषामा स्टाटस शब्दको अर्थ के हुन्छ? यो रहेको छ राज्य वा सरकार। ल्याटिन भाषामा स्टाटस शब्दको अर्थ राज्य वा सरकार हुन्छ। प्रश्न नम्बर 54 तथ्याङ्क अन्तर्गतको पहिलो काम कुन हो? तथ्याङ्क अन्तर्गतको पहिलो काम तथ्याङ्क सङ्कलन गर्नु हो। प्रश्न नम्बर 55 तथ्याङ्क शास्त्रका कार्यहरूको सही क्रम के हो? तथ्याङ्क शास्त्रका कार्यहरूको सही क्रम तथ्याङ्क सङ्कलन गर्नु, सङ्गठन गर्नु, विश्लेषण गर्नु र व्याख्या गर्नु हो। तथ्याङ्कलाई सुरुमा सङ्कलन गर्ने, त्यसलाई सङ्गठन गर्ने अथवा मिलाउने अनि उक्तलाई विश्लेषण र व्याख्या गर्ने हो। प्रश्न नम्बर 56 सङ्ख्यात्मक तथ्यको सङ्कलन
प्रस्तुतिकरण, विश्लेषण र व्याख्या तथ्याङ्क शास्त्र भनिन्छ। प्रश्न पुनः एकपटक। संख्यात्मक तथ्यको सङ्कलन, प्रस्तुतिकरण, विश्लेषण र व्याख्यालाई तथ्याङ्क शास्त्र भनिन्छ। यो कसको भनाइ हो? यो रहेको छ क्रोक्सटोन र काउडेनको। प्रश्न नम्बर 57। तथ्याङ्कका कतिवटा स्रोत हुन्छन्? यो रहेको छ 2 वटा, प्राथमिक र सहायक। तथ्याङ्कका 2 वटा स्रोत हुन्छन्, एउटा हुन्छ प्राथमिक र सहायक। प्रश्न नम्बर 58। प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्तालाई तथ्याङ्क सङ्कलनको कुन स्रोतको रूपमा लिइन्छ? प्रश्न पुनः एकपटक। प्रत्यक्ष व्यक्ति अन्तर्वार्तालाई तथ्याङ्क सङ्कलनको प्रथम स्रोतको रूपमा लिइन्छ। प्रश्न नम्बर 59। फ्ल्यास रिपोर्ट कुन निकायले सार्वजनिक गर्दछ? यो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले। फ्ल्यास रिपोर्ट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गर्दछ। प्रश्न नम्बर 60। 2076 सालको एसई परीक्षाको नतिजा कुन आधारमा प्रकाशित गरिएको थियो? 2076 सालको एसई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनको आधारमा गरिएको थियो। तपाईहरुलाई हाम्रो भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। धन्यवाद।